अधिकारी म्याग्दे 3 निवासी अधिकारीहरू जो 40 घर यहाँ बसोबास गर्नुहुन्छ र उहाँहरूको कुलाइन पूजा हरेक वर्षको मक्सिरे पूर्णिमाको अवसरमा गर्ने गरिन्छ र यहाँको कुलाइन पूजामा चाहिँ विशेष गरेर खिर र रोटी प्रसादको रूपबाट चाहिँ कुलाइन पूजामा चाहिँ प्रसाद प्रदान गरिन्छ र ग्रहण गरिन्छ र यस पूजाको परम्पराको बारेमा हाम्रो अग्रज हुनुहुन्छ, उहाँबाट केही कुरा लिउँ। रामनाथ अधिकारीजी हुनुहुन्छ। यहाँ चाहिँ नि अब पहिला हजुरबाबुहरूको पालादेखि नै चाहिँ नि यहाँ पूजा गर्दै आएको र यो मुक्सिरे पूर्णिमाको दिन यदि मुक्सिरमा चाहिँ नि पूर्णिमा परेन भने त्यसको चाहिँ नि माघमा चाहिँ नि पञ्चमी पारेर चाहिँ नि पूजा गर्ने चलन थियो। त्यही अनुसार त्यही परम्परा अनुसार हामीले अहिले पूजा गरिरहेछौँ। खास गरेर यो चाहिँ नि हामी अल्ना अधिकारी भएको हुनाले हाम्रो यहाँ चाहिँ नि नुनको चाहिँ नि सम्भव हुँदैन, तरकारीको सम्भव हुँदैन, सिर्फ खिर र रोटी मात्रै गरिन्छ। तर पहिला हामी यहाँ लोग्ने मान्छे मात्रै वर्तन गरेका लोग्ने मान्छेहरू मात्रै चाहिँ नि आउने चलन थियो। अहिले बिस्तारै चाहिँ त्यसलाई परिमार्जन गर्दै महिलाहरू केटाकेटीहरू पनि आउने गर्न थालिएको छ र ढोसा मात्रै पकाइन्थ्यो भने अहिले सेलतिर पनि पकाउन थालिएको छ र यही परम्परा अनुसार नै हामी पूजा गर्दै आइरहेका छौँ अहिलेसम्म। त्यसै गरी हामीसँग हुनुहुन्छ यस वाडाका वाडा अध्यक्ष पनि हुनुहुन्छ र अग्रज टुक्राजी हुनुहुन्छ, टुक्राज अधिकारीजी। उहाँले पनि यो कुलाइन पूजाको बारेमा अलिकति आफूले देखेको र भोगेको अनुभवहरू राखिदिनको लागि म अनुरोध गर्दछु। हामीले यो पहिला सुरुदेखि नै खिर रोटीले पूजा गर्ने, कहिले 5 वर्ष कहिले 3 वर्ष बिरामी गरिन्थ्यो अनि अहिले हामी चाहिँ अब वर्ष पछि गराउने गरिरहेछ। अब यसमा चाहिँ पहिला हाम्रो बा हजुरबाबुको पालामा रुखको फेदमा लगेर सेउलाले बारेर केटाकेटी महिलाहरू चाहिँ त्यहाँ उपस्थिति नहुने, उनीहरूले नदेख्ने गरेर त्यो छेकेर चाहिँ पूजा गर्ने चलन थियो। अब अहिले मन्दिर बनाएर गरिरहेछ, त्यहाँ अब भित्रै जाने त हामीले अब पूजा गर्नको लागि महिला जानुभएको छैन होइन, हामी नै गएर त्यहाँ पूजा गर्ने चलन गरिरहेको खिर रोटीले पूजा गर्छ। र यो अल्ना अधिकारीको कुरा भन्नुभयो अघि अग्रज रामनाथ अधिकारीले होइन, यसको विषयमा अलिकति स्पष्ट पार्दैन? होइन, हाम्रो पुर्खाले त पहिलेदेखि नुनै नखाएको रहेछ। नुनै नखाएको हुनाले अब हामीले त सधैँ नखान सकिएन। त्यो कुल देउता पूजा दिन हाम्रो नुन चल्दैन। धन्यवाद।